हेलो गाइज वेलकम ब्याक टु माई च्यानल एम्फु ब्लग है न्यू एपिसोड न्यू ब्लग। सो गाइज तपाईँहरूको लागि लिएर आइसकेको छु है। देख्न सक्नुहुन्छ आज चाहिँ जुन तपाईँहरूले है भनिराख्नु पर्दैन, जुन चाहिँ थम्बनेलमा देखिसक्नु भएको छ। आज चाहिँ म यहाँ गोठे लाइफ भनौँ गोठमा बस्नेवाला छु। आजदेखि भनौँ पहिल्यैदेखि बसिआएको तैपनि यो ठाउँदेखि चाहिँ है मेरो यो पछाडि देख्न सक्नुहुन्छ यो गोठ भयो यहाँ बस्ने वासस्थान गोठ। अनि यो ठाउँदेखि चाहिँ मैले भिडियो नलिएको धेरै भयो क्या गाइजहरू। अनि त्यही भएर आज चाहिँ यो ठाउँबाट ल्याउनेवाला छु। अनि आजदेखि स्टार्ट भोलि दुई दिनभित्रमा म यहाँ के गर्छु है, के खान्छु, कसरी बस्छु चाहिँ त्यो चाहिँ सबै A to Z तपाईँहरूलाई देखाउने वालामा छु। सो गाइस भिडियोलाई नछुटाइकन हेर्न सक्नुहुन्छ अनि भिडियोलाई हेरेर रमाइलो लिन सक्नुहुन्छ है त।
ल साथीहरू अहिले चाहिँ बेलुकीको 6 बजिसकेको छ है त। अनि आज चाहिँ 2-4 दिनभन्दा पनि 1 हप्ता नै भइसक्यो, पानी चाहिँ खासै परेको छैन अहिले चाहिँ, दिउँसो पनि बेलुका पनि। यस्तो रमाइलो छ, आनन्द यार, क्या फाल्टै संसार हुन्छ क्या यसो एकान्तमा बस्न, आनन्द लागिरहेछ गाइस है। मलाई चाहिँ एकदमै आनन्द, बब्बाल, गुड, एकदमै बब्बाल लागिरहेछ। ल यस्तै छ। अनि खानासाना रेडी हुँदैछ मेरो त्यहाँ। अब खाना चाहिँ अघि रेडी भएको, अहिले सब्जी रेडी हुँदैछ। अब पाकेपछि खाइहाल्ने, हल्का भोक पनि लागिरहेछ। अनि दिउँसो यसो काम गरिरहेको थिएँ है, यहाँ यसो यहाँ गोडमेल अलैँचीहरू थोरै बिरुवाहरू भर्खर छ। अनि ल फेरि यसपाल प्लस गर्नको लागि थोरै बिरुवाहरू चाहिँ रोप्नको लागि फेरि जङ्गल फाँडिरहेछ। ल यस्तै छ साथीहरू है।
ल साथीहरू है, मेरो बस्ने जुन चाहिँ यो ठाउँ यो भित्र देख्नुहुन्छ त्यहाँ चाहिँ म सुत्ने ठाउँ भयो। अनि त्यो सेतो चाहिँ मैले त्यो झुल लगाएको, राति मच्छरहरूले लम्खुट्टेहरूले डिस्टर्ब गर्छ। अनि खानासाना पनि खाइसकेको छ है साथीहरू। अहिले चाहिँ पुरै रात परिसकेको अवस्था छ। यो अहिले चाहिँ यसो हल्का मात्रै उज्यालो थोरै मात्रै चिनिने, मान्छे चिनिने खालको मात्रै उज्यालो छ। अनि यस्तो छ है। अनि म चाहिँ खानासाना खाइसकेको छ। पानी पनि सिम परिराखेको छ साथीहरू है। क्या आनन्द हुन्छ। हल्का अलिकति थोरै मात्रामा ठुलो पऱ्यो भने चाहिँ एकदमै रमाइलो हुन्छ। ल साथीहरू, म चाहिँ अब चाहिँ सुत्नुपर्ने हुन्छ है। त्यो छ बस्ने यहाँ आगो भयो अनि यहाँभित्र चाहिँ म सुत्नेवाला छु।
हेलो साथीहरू सबैजनालाई गुड मर्निङ है। अनि अहिले चाहिँ ठ्याक्कै बिहान खाजासाजा खाएर म चाहिँ जङ्गलतिर लागिसकेको छु, किनभने मेरो टु डेको भ्लग हो है। यहाँ तल देख्न सक्नुहुन्छ, यहाँ तल चाहिँ त्यहाँ चाहिँ निङ्गालोहरू काट्नुपर्ने हुन्छ है। निङ्गालो काटेर चाहिँ त्यहाँ मेरो थोरै ढोका यताउता भत्किएको छ, अनि अरू फलफुलको बिरुवाहरूलाई पनि बार्नुपर्ने हुन्छ। त्यही भएर त्यसको लागि चाहिँ त्यो निङ्गालोहरू ल्याएर अनि च्याप्ला बुनेर चाहिँ अनि त्यहाँ बार्नुपर्ने, बारबेर गर्नुपर्ने, लाउनुपर्ने हुन्छ। अनि आजको काम चाहिँ सोगास त्यही हुनेवाला छ मेरो। निङ्गालो ल्याएर है च्याप्ला बुनेर है गोठलाई अलिक बारबेर गर्नुपर्ने, ढोकासोकाहरू। अनि त्यस पछाडि त्यो फलफुलको बिरुवाहरूको त्यसलाई बार्नुपर्ने हुन्छ, किनभने त्यो चाहिँ बाख्राले खाइदिन्छ क्या। बाख्राले खाइदिएपछि फेरि पलाउनुको लागि चाहिँ धेरै टाइम लाग्छ। त्यही भएर अनि त्यही छ है आजको काम चाहिँ गाइस। ल गाइस हेर्दै जानु होला भिडियोलाई चाहिँ एकदमै नछुटाइकन। अनि अब चाहिँ म ठ्याक्कै निङ्गालो घारी पुगेर है त्यहाँ निङ्गालो काट्नुपर्ने हुन्छ है। त साथीहरू म चाहिँ आइसकेको छु है निङ्गालो घारीमा। जुन देख्न सक्नुहुन्छ यो हरियो, यो चाहिँ निङ्गालो। खासै ठुल्ठुलो चाहिँ हुँदैन यहाँ, औल भन्दा पनि यहाँ यो वरिपरि अरू रुखले गर्दा होला यो पलाउन नसकेको, ठिकैकोहरू मात्रै छ। अनि ठाउँ चाहिँ यस्तो छ साथीहरू, पुरै बाँदर बस्ने ठाउँ है, देख्न सक्नुहुन्छ। यता वरिपरि त जहिले दिनमा एकचोटि बाँदर हुन्छ, अनि बेलुका बस्ने ठाउँ है। यहाँ यस्तो छ, यहाँ तलतिर सबै बाँदर बस्छ क्या। ल साथीहरू हेर्दै जानु होला है। ल साथीहरू निङ्गालो चाहिँ यस्तो मसिनोहरू मात्रै रहेछ है, सानोहरू मात्रै रहेछ। यहाँ यस्तो थियो है यो वरिपरि। ल साथीहरू काटिसकेको छु। अब चाहिँ यो चाहिँ ढोकाको लागि मात्रै हुने भयो, अनि बाँकीहरू चाहिँ फेरि अर्कै ठाउँ जानुपर्ने भयो।
ल साथीहरू, यो चाहिँ मैले रेडी गरिसकेको छु है यो ढोकाको लागि। यहाँ अर्को ढोका यसरी भत्किसकेको थियो अनि त्यही भएर यो चाहिँ मैले बिहान निकालो ल्याएर बुनिसकेको छु है साथीहरू। ल बिहानको सब्जी आलु रेडी हुँदैछ। खाना यता दाल यहाँ रेडी भइसक्यो। फाइनली साथीहरू खानासाना पनि खाइहाल्यो। आज बिहानको खाना खाइयो अनि आजको रात एकदमै बवाल रमाइलो तरिकाले बिताइयो है। अनि आज दिउँसो चाहिँ मेरो अरू काम छ, अलैँचीहरू रोप्ने, यहाँ गोडमेल गर्ने अनि यहाँ जङ्गल फाड्ने त्यस्तै कामहरू हुन्छ आज चाहिँ मेरो दिउँसोको काम। अनि हिजोदेखि आज बिहानसम्मको ब्लग है कमेन्ट गर्न सक्नुहुन्छ के कस्तो भयो है, भिडियो हेरेर एकदमै कमेन्ट गर्न सक्नुहुन्छ। अनि आजको रात चाहिँ एकदमै रमाइलो बवाल तरिकाले बिताइयो। अनि राति हल्का फुल्का यताउति है, एक्लो जङ्गलको बिचमा एक्लो ठाउँमा अलिकति त चालखेल त गरिहाल्छ है, नेगेटिभ इनर्जीहरू पनि आउँछ। तर त्यस्तो कुराहरू चाहिँ लिनु हुँदैन, यहाँ प्राकृतिक पनि हुन्छ त्यस्तो है, प्राकृतिक त्यस्तै प्रकृतिले दिएको त्यस्तै हुन्छ है। यहाँ भइहाल्छ, गोठमा अथवा जङ्गलमा त भइहाल्छ, त्यतिकै पनि भइहाल्छ, चालखेल भइहाल्छ। त्यो कुरालाई चाहिँ साइडमा राखिकन म चाहिँ है बस्छु, यो ठाउँमा चाहिँ सधैँ बस्दै गरेर आएको पनि हो, एक्लै नै बस्छु। सो गाइस भिडियो यस्तै भयो है, यस्तै भयो, रमाइलो भयो। अनि तपाईँहरूले कमेन्ट गर्न सक्नुहुन्छ है। अनि मेरो चाहिँ अहिले एकदमै टार्गेट चाहिँ के छ भने तपाईँहरूलाई एकदमै रिक्वेस्ट गर्न चाहन्छु है, मेरो युट्युब फ्यामिली जति पनि तपाईँहरू हुनुहुन्छ, मलाई साथ सपोर्ट माया गर्नुहुने तपाईँहरू हुनुहुन्छ है। अनि मेरो चाहिँ अहिले ठ्याक्कै 1K सब्सक्राइबर पुग्न लागेको छ, लगभग 120-30 त्यस्तै कति छ है बाँकी 1K सब्सक्राइबर पुग्नलाई चाहिँ। अनि तपाईँहरूले माया साथ सपोर्ट गरिदिनु होला, मेरो एकदमै हृदयदेखि नै तपाईँहरूलाई रिक्वेस्ट छ है। तपाईँहरूले सेयर गरेर हुन्छ कि यताउता गरेर 1K सब्सक्राइबर चाहिँ पुऱ्याइदिनु होला। अनि लगभग मेरो वाच टाइम चाहिँ पुगिसकेको छ, कति पुग्यो भने 8000 नै पुगिसकेको छ वाच टाइम चाहिँ। किनभने यो यस्तो खालको ब्लगहरूभन्दा पनि अगाडि देख्न सक्नुहुन्छ मैले फिसिङको ब्लगहरू हालेको थिएँ, धेरैवटा फिसिङको ब्लगहरू हाल्दाखेरि त्यो चाहिँ एकदमै ट्रेन्डिङ जस्तै भइदियो। त्यही भएर त्यो ब्लगहरूमा चाहिँ अब वाच टाइम पुगिहाल्यो। अनि सब्सक्राइबर चाहिँ अलिक कमै थियो भनौँ, अब लगभग च्यानल खोलेको मैले 6 मन्थ मात्रै भयो होला सायद, त्यही भएर 6 मन्थ अनि 8 मन्थ च्यानल खोलेको। भिडियोहरू कन्टेन्ट दिन थालेको चाहिँ धेरै भएको छैन, त्यस्तै 6-7 महिना कति भयो। अनि त्यही हो गाइस है। अनि मेरो एकदमै रिक्वेस्ट छ तपाईँहरूलाई, त्यति 1K सब्सक्राइबर चाहिँ पुऱ्याइदिनु होला है, जसरी भए पनि एकदमै तपाईँहरूलाई रिक्वेस्ट गर्न चाहन्छु भन्दै। अनि गोठे लाइफ कस्तो लाग्यो तपाईँहरूले कमेन्ट गर्न सक्नुहुन्छ भन्दै। आजको लागि ब्लग यति नै हुनेवाला छ अनि हामी अब नेक्स्ट ब्लगमा भेट्नेछौँ भन्दै आजलाई चाहिँ